पोजिटिभ थिङ्किङ यति पावरफुल हुन्छ कि तपाईँको जिन्दगी नै परिवर्तन गरिदिन सक्छ। जो व्यक्ति अरूको गल्तीबाट पाठ सिक्छ र जिन्दगीमा हरेक पल पोजिटिभ थिङ्किङ लिएर अगाडि बढ्छ, त्यो मान्छे अवश्य पनि सफलताको शिखर चढ्छ। जस्तै उदाहरणको लागि एउटा जड्या बुवाको 2 छोराहरू हुन्छन्। जुन जड्या बुवाले दिनै जाँड रक्सी खाएर जहिले पनि घरमा झै झगडा गर्ने, कलह सिर्जना गर्ने, शान्तिको वातावरण फिटिक्कै नबनाउने जस्ता क्रियाकलापहरू दोहोऱ्याइरहन्छ। र त्यही जड्याको 2 छोराहरूमध्ये सबै कुराहरू क्रियाकलापहरू देखेर पनि उसले चाहिँ बाउको सिको गर्छ। ऊ पनि जड्या बन्छ र उसले पनि आफ्नो बाउको जस्तै सेम काम रिपिट गर्छ। भने अर्को छोराले के गर्छ भनेपछि बाउको क्रियाकलापबाट वाक्क दिक्क हुन्छ र उसले सिक्छ। जुन बाउको गल्तीबाट सिक्छ र उसले सोच्छ यस्तो जाँड रक्सी धेरै खाएर परिवारमा चाहिँ शान्ति हुँदैन रहेछ, यस्ता जाँड रक्सी भनेको चाहिँ धेरै खानु भनेको चाहिँ गलत रहेछ भन्ने उद्देश्यले उसले चाहिँ पोजिटिभ थिङ्किङ गर्छ र उसले जाँड रक्सीबाट टाढा बस्छ र जुन सफलताको बाटोमा धेरै अगाडि पुग्छ। यसको मतलब हो एउटै वातावरणमा पनि पोजिटिभ थिङ्किङले कति चाहिँ फरक पार्छ त भन्ने कुराहरू चाहिँ प्रष्ट हुन्छ। त्यही भएर साथीहरू, हामीले जहिले पनि पोजिटिभ थिङ्किङ गर्नुपर्छ र आफ्नो गल्तीबाट भन्दा पनि अरूको गल्तीबाट पाठ सिक्ने बानीको विकास गर्नुपर्छ। ओके, किप लर्निङ एन्ड किप ग्रोइङ। सी यू।